नमस्ते, म तपाईहरुलाई एब्रोड स्टडी सम्बन्धी केही इन्फर्मेसनहरु लिएर आएको छु। यदि तपाईहरु भर्खर प्लस 2 ग्रेजुएट हुनुहुन्छ र रिजल्ट पनि आइसकेको छ प्लस 2 को, अब के गरौँ, कुन कन्ट्री गएर अप्लाई गरौँ भन्ने सोचिराख्नु भएको छ भने अहिलेको जुन ग्लोबल सिनारियो छ र कुन कन्ट्रीको भिजा सक्सेस रेट के छ, कुन कन्ट्रीको लागि तपाईको फाइनान्शियल रिक्वायरमेन्टहरु के छ, त्यो रिगार्डिङ मैले इन्फर्मेसनहरु लिएर आएको छु। अहिले नेपालबाट धेरै स्टुडेन्टहरु जाने डेस्टिनेसन भनेको, धेरैजना स्टुडेन्टहरु चाहिँ एब्रोड स्टडीको लागि जाने डेस्टिनेसन भनेको अस्ट्रेलिया भयो, युएस भयो, त्यस्तै युके र युरोपहरु छ। र अहिले वान बाई वान अस्ट्रेलियाको कुरा गरौँ। अस्ट्रेलियाको तपाईको जुन भिजा फीहरु छ एकदमै बढेको छ, किनकि रिसेन्टली पनि जुलाईबाट अस्ट्रेलियाले भिजा फी नै 2500 पुर्याएको छ भने जुन भिजा सक्सेस रेट छ त्यो पनि डिक्रिजिङ अर्डरमै छ। त्यो भनेको अराउन्ड 30% जति भिजा सक्सेस रेट छ। त्यो हुँदाखेरि यदि तपाईको फाइनान्शियल डकुमेन्ट एकदमै राम्रो भन्नाले चाहिँ यदि तपाईको प्यारेन्ट्सको जुन एनुअल इन्कमहरु छ त्यो एनुअल इन्कम चाहिँ ट्याक्सेबल इन्कमहरु छ भने त्यसलाई चाहिँ तपाईको राम्रो फाइनान्शियल डकुमेन्ट भनेर मानिन्छ र त्यो तपाईसँग छ भने तपाईले अस्ट्रेलिया अप्लाई गर्न सक्नुहुन्छ। तर जुन बजारमा डकुमेन्ट बनाएर गर्ने भन्ने जुन हामीले एउटा सुनेको छौँ, त्यो बनाएर गर्न लाग्नुभयो भने चाहिँ तपाईको फाइनान्शियल लस पनि हुनसक्छ र भोलिको दिनमा चाहिँ जुन भिजाको रेसियो छ, भिजाको रेसियो एकदमै कम छ। त्यो हुँदाखेरि त्यतातिर चाहिँ नलाग्नु होला। यदि तपाईसँग अस्ट्रेलिया अप्लाई गर्न सक्नु हुँदैन भने, मैले सक्नु हुँदैन इन द सेन्स कि तपाईको फाइनान्शियल डकुमेन्टले तपाईलाई अस्ट्रेलिया अप्लाई गर्न तपाईको पोसिबल छैन भने तपाईको लागि अरू कन्ट्रीहरु पनि छ। सो अस्ट्रेलिया मात्र तपाईको लागि अप्सन हैन, किनकि अहिलेको सिनारियो चाहिँ के कुरा चाहिँ तपाईहरुले बुझ्नु पर्यो भन्दाखेरि प्लस 2 गरेर तपाई विदेश गइराख्नु भएको छ भने तपाईको फर्स्ट प्रायोरिटी चाहिँ स्टडी हुनु पर्यो, किनकि अहिलेको ग्लोबल सिनारियोजमा भनेको प्रत्येक कन्ट्रीहरुले चाहिँ स्टुडेन्ट भिजामा आएको स्टुडेन्टहरुले चाहिँ पढ्दियोस् भनेर चाहिरहेको छ। त्यो हुँदाखेरि चाहिँ तपाईहरुले पनि आफ्नो स्टडीलाई प्रायोरिटी दिनु पर्यो। त्यस्तै यदि युएस अप्लाई गर्न चाहनुहुन्छ भने युएसए को लागि पनि तपाईहरुको जुन फाइनान्शियली चाहिँ फाइनान्शियल डकुमेन्टहरु खासै त्यस्तो रिक्वायर्ड छैन। त्यो हुँदाखेरि डकुमेन्टेसनको पार्टमा चाहिँ युएस तपाईहरुको लागि फ्लेक्सिबल हुन सक्छ। तर भिजा सक्सेस रेटको कुरा गर्नु पर्दा त्यो पनि भिजा सक्सेस रेट अलि कमै छ र अहिले रिसेन्टली युएस को पनि जुन ग्रीन कार्डहरुको न्यूजहरु आइरहेको छ, ग्रीन कार्डको लागि $1 लाख सम्म चाहिँ धरौटीहरु राख्नुपर्ने यो कुराहरु आइरहेको छ। त्यो हुँदाखेरि चाहिँ तपाईको इन्टेन्सन के हो, युएसमा गएर पढ्ने इन्टेन्सन हो कि र पढिसकेपछि भोलिको दिनमा सेटलमेन्ट हुने इन्टेन्सन हो कि, त्यो कुराहरु पनि तपाईहरुले एकदमै राम्रोसँग स्टडी गरेर मात्र अप्लाई गर्नु हुन म अनुरोध गर्दछु। त्यस्तै गरी यदि युके को लागि धेरैजना स्टुडेन्टहरुले युके पनि भन्नुहुन्छ, हामीले चाहिँ के भन्छौँ भन्दाखेरि प्लस 2 बाट ब्याचलर्सको लागि युके मा गइराख्दाखेरि जुन युके को ट्युसन फीहरु छ, डकुमेन्टेसनको पार्टमा त युके एकदमै इजी छ, तर जुन तपाईको ट्युसन फी छ, जुन फाइनान्शियल एक्सपेन्सेस छ, त्यो तपाईले बियर गर्न सक्नुहुन्छ भने जाँदा राम्रो, नत्र भने तपाईले अर्को अप्सन खोज्दा पनि बेस्ट नै हुन्छ। अब यो भनिराख्दाखेरि अहिले धेरैजना स्टुडेन्टहरु चाहिँ युरोपको लागि अप्लाई गरिराख्नु भएको छ, युरोप सोचिराख्नु, युरोपको लागि चाहिँ बुझि पनि राख्नु भएको छ। र युरोप किन पनि भनेर तपाईहरुलाई क्वेशन पनि हुन सक्छ र युरोपमा कुन चाहिँ कन्ट्री जाने भन्ने तपाईहरुलाई क्वेशन हुन सक्छ। र नट ओन्ली प्लस 2 ब्याचलर गरिसक्नु भएको स्टुडेन्टहरुले पनि यदि युरोप गएर पढ्न चाहनुहुन्छ भने युरोपमा चाहिँ आइडिबी ग्लोबलले विगत 5 वर्षदेखि फिनल्यान्डलाई हामीले प्रमोट गरिरहेको छौँ र फिनल्यान्डको युनिभर्सिटीहरु एकदमै लिमिटेड युनिभर्सिटीहरु छ फिनल्यान्डमा। त्यो भनेको जस्ट 35 युनिभर्सिटी छ फिनल्यान्ड भरि, जस्ट 35 युनिभर्सिटीजहरु छ र अहिलेको इन्टेक भनेको जनवरी इन्टेक हो र जनवरी इन्टेकमा ब्याचलर्स एन्ड मास्टर्स दुईटै प्रोग्रामको लागि एप्लिकेसनहरु अनगोइङ छ। र यदि ब्याचलर्समा तपाईले इन्जिनियरिङ कोर्स अथवा म्यानेजमेन्ट रिलेटेड
कोर्समा अप्लाई गर्न चाहनुहुन्छ भने पनि एप्लिकेसन अनगोइङ छ, तर तपाईँले हतारिएर जनवरी इन्टेकै गर्नुपर्छ भन्ने छैन, किनकि तपाईँले अगस्त इन्टेक पनि गर्न सक्नुहुन्छ। अगस्त इन्टेकको लागि पनि यही 27 को अगस्तको लागि 26 को अगस्तबाट एप्लिकेसन ओपन हुने भएको हुनाले तपाईँहरूसँग 1 मन्थको मात्र टाइम छ। त्यो हुँदाखेरि तपाईँहरूले राम्रोसँग बुझेर स्टडी गरेर अप्लाई गर्नु होला। र मास्टर्सको लागि हामीसँग अहिले जनवरी इन्टेकको लागि मास्टर्सको लागि जो स्टुडेन्ट ब्याचलर कम्प्लिट गरिसक्नु भएको छ, जसको कि तपाईँको इन्जिनियरिङ ब्याकग्राउन्ड, त्यसमा पनि मेकानिकल इन्जिनियरिङ अथवा इलेक्ट्रोनिक इन्जिनियरिङ अथवा अटोमेसन इन्जिनियरिङ ब्याकग्राउन्डको हुनुहुन्छ भने तपाईँले त्यसको लागि फिनल्यान्डमा गएर तपाईँले मास्टर्स इन इलेक्ट्रिकल इन्जिनियरिङमा तपाईँहरूले अप्लाई गर्न सक्नुहुन्छ। यदि तपाईँहरू ब्याचलरमा तपाईँको आइटी ब्याकग्राउन्डबाट हुनुहुन्छ भने डिजिटल इन्डस्ट्री एआईमा अप्लाई गर्न सक्नुहुन्छ। यदि तपाईँहरूको अरू कुनै इन्जिनियरिङ ब्याकग्राउन्ड छ भने सप्लाई चेन म्यानेजमेन्टमा तपाईँहरूले अप्लाई गर्न सक्नुहुन्छ। यदि तपाईँहरूको बिबिए ब्याकग्राउन्डबाट हुनुहुन्छ भने इन्टरनेसनल बिजनेसमा अप्लाई गर्न सक्नुहुन्छ। र यो मास्टर्स प्रोग्राम 1 इयरको प्रोग्राम हुन्छ। 1 इयर कम्प्लिट गरेपछि तपाईँले 2 इयर्सको पिएसडब्ल्यू पाउनुहुन्छ, पोस्ट स्टडी वर्क भिजा भनेर पाउनुहुन्छ। त्यसपछि पिआरहरू पनि अप्लाई गर्न पाउनुहुन्छ। तर मैले भनेको तरिकाले, जुन तरिकाले सहज छ त्यति सजिलै सबै कुराहरू चाहिँ पाइँदैन, किनकि तपाईँहरूले त्यहाँ कन्डिसनहरू फुलफिल गर्नुपर्ने हुन्छ। तपाईँहरूले अझ डिटेलको लागि चाहिँ मिग्रीको वेबसाइटमा गएर हेर्नु होला र त्यहाँबाट पनि तपाईँले धेरै क्लियरिटीहरू पाउनुहुन्छ। र किनकि फिनल्यान्डमा चाहिँ टिल डेटसम्म डिपेन्डेन्टसँगै पनि अप्लाई गर्न पाइन्छ, तर अहिले फिनल्यान्ड गभर्मेन्टले चाहिँ डिपेन्डेन्टको भिजा दिनलाई केही टाइम लगाएको हुनाले फर्स्टमा एप्लिकेन्ट, त्यसपछि डिपेन्डेन्टको भिजा अप्लाई गर्दा चाहिँ हुन्छ। तर कति स्टुडेन्टहरूले चाहिँ हामी सँगै अप्लाई गर्छु भन्दा पनि अप्लाई चाहिँ सँगै गर्न पनि मिल्छ। तर ब्याचलरको लागि अप्लाई गर्दै हुनुहुन्छ भने 21 इयर्स पुगेको हुनु पऱ्यो। मास्टर्सको लागि प्रब्लम भएन, विथ चाइल्ड पनि अप्लाई गर्न मिल्छ। र फिनल्यान्डमा गएर डिपेन्डेन्टको स्ट्याटस फुल टाइम वर्किङ हुन्छ भने, यदि विथ चाइल्ड जाँदै हुनुहुन्छ भने चाइल्डको एजुकेसन फ्रीदेखि धेरै फेसिलिटीहरू छ, त्यो तपाईँहरूले त्यहीँ गएर त्यो फेसिलिटीहरू पनि लिन सक्नुहुन्छ। यदि स्विडेन अप्लाई गर्दै हुनुहुन्छ, स्विडेनको बारेमा सोचिराख्नु भएको छ भने स्विडेनको पनि तपाईँको यही जेन इन्टेकको लागि एप्लिकेसनहरू अनगोइङ छ। नर्मल्ली मास्टर्स प्रोग्रामको लागि एप्लिकेसन अनगोइङ छ। यदि तपाईँले मास्टर्स आर्टिफिसियल इन्टेलिजेन्स, त्यसपछि बायोमेडिकल इन्जिनियरिङ, त्यसपछि डाटा साइन्स यो कोर्सहरूको लागि अप्लाई गर्न चाहनुहुन्छ भने पनि एप्लिकेसन अनगोइङ छ। स्विडेनमा चाहिँ विथाउट आइएल्स पिटी मिल्दैन। नर्मल्ली आइएल्स पिटी चाहिन्छ। आइएल्समा ओभरअल 6.5, नट लेस देन 5.5 र पिटीमा ओभरअल 62, नट लेस देन 61 राइटिङमा हुनुपर्नेछ। र यस्तै गरी तपाईँले, किनकि मैले चाहिँ युरोपको यो 2वटा डेस्टिनेसन फिनल्यान्ड र स्विडेन किन भनिरहेको छु भन्दाखेरि यो दुईटैमा विथ डिपेन्डेन्ट अप्लाई गर्न पाउनुभयो। स्विडेनमा तपाईँले 1 इयरको पिएसडब्ल्यू पाउनुहुन्छ भने फिनल्यान्डमा 2 इयर्सको पिएसडब्ल्यू पाउनुहुन्छ। र त्यसपछि भनेको पिआरहरूको पनि पोसिबिलिटिजहरू चाहिँ यो कन्ट्रीहरूले प्रोभाइड गरिरहेको छ। र पार्ट टाइम जबकै कुरा गर्नुहुन्छ भने फिनल्यान्डमा तपाईँले 30 आवर्स गर्न पाउनुहुन्छ भने स्विडेनमा चाहिँ तपाईँको स्टुडेन्टले अनलिमिटेड काम गर्न पाउँछ आफ्नो स्टडी, र त्यसपछि काममा चाहिँ 30-40 आवर्स भनेर लिमिटेसनहरू छैन र डिपेन्डेन्टले फुल टाइम काम गर्न पाउँछ। त्यो हुँदाखेरि चाहिँ यदि तपाईँहरूलाई अझ एब्रोड स्टडी सम्बन्धी कुनै पनि जिज्ञासाहरू छ भने तपाईँले हाम्रो आइडिबी ग्लोबल भिजिट गर्न सक्नुहुन्छ, किनकि हामीले अस्ट्रेलिया, युएस, युके र युरोपको स्पेसल्ली फिनल्यान्ड, स्विडेन, नेदरल्यान्ड यो कन्ट्रीहरूमा हामीले स्टुडेन्टहरूलाई उनीहरूको हायर स्टडीको लागि पठाइरहेको छौँ। र हामीलाई तपाईँहरूले वर्किङ रिगार्डिङ केही छ भने प्लिज नसोधिदिनु होला, किनकि हामीले स्टडीको मात्र काम गर्छौँ। सो तपाईँहरूसँग स्टडी रिलेटेड केही क्वेरिजहरू छ भने तपाईँहरूले हामीलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ, हाम्रो अफिस पनि भिजिट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।